हेलो नमस्ते स्वागत छ तपाईँलाई मेरो युट्युब च्यानलमा। मेरो नाम चाहिँ सुभा लिम्बू। मैले चाहिँ भर्खर स्टार्ट गरेको छु युट्युब च्यानल। यदि हजुर कोही नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनु होला मेरो युट्युब च्यानलमा। भर्खर स्टार्टिङ हो। मेरो बल्ल कति आफ्नो आफन्तहरू यताउति मिलाएर बल्ल 70 भएको छ। यदि हजुरहरू कोही हुनुहुन्छ भने प्लिज सपोर्ट गरिदिनु होला। अनि मैले चाहिँ आज चाहिँ यो माइक चलाएर चाहिँ यो माइक चाहिँ फ्रम चिनबाट मगाएको हो यो चाहिँ। अनि त्यस पछाडि मोबाइल होल्डर सेल्फी स्टिक चाहिँ मैले यो चलाइरहेको छु। सरी कसो गर्दा अगाडि जान्छ यस्तो यस्तो रहेछ। यो चाहिँ डिजिआईको ओस्मो मोबाइल 7P हो। यो चाहिँ भर्खरै भन्दा नि भयो 1-2 वर्ष लन्च भएको। अनि मैले चाहिँ आफ्नो लागि मैले यो अर्डर भन्दा पनि यहाँबाट गएर मैले लिएको थिएँ। अनि चाहिँ एकदमै राम्रो छ। अनि अब यो युज गर्दा चाहिँ यसको बेनिफिट चाहिँ के भन्नुहुन्छ भने चाहिँ कोही मान्छे चाहिएन कि अब तपाईँलाई कहीँ गएर भिडियो सिडियो बनाउनु पऱ्यो यताउति भनेर ल फल्ना खिच्दै ढिस्का खिच्दै भन्नु परेन नि त। टक्कै राखेर तपाईँ जता जानुहुन्छ अब यता सर्नु भने यतै आउँछ, उता सर्नु भने उतै आउँछ नि त। त्यही भएर एकदमै राम्रो छ। अनि यसमा चाहिँ एउटा लाइट पनि दिएको रहेछ। यदि कहीँ अब कोही बेला त अँध्यारोमा भिडियो सुट गर्नुपर्छ नि त। अब इभन यहाँ पनि अहिले पनि अँध्यारै रहेछ हो, त्यसको लागि यहाँनिर लाइट पनि दिँदो रहेछ। यो लाइट पनि एकदमै युजफुल छ। अनि यदि हजुर पनि कोही किन्ने सोचमा हुनुहुन्छ भने यो किन्नु होला, एकदमै राम्रो लाग्यो मलाई चाहिँ। अनि त्यस पछाडि त्यही हो। अनि म चाहिँ अहिले पोर्चुगलमा बस्छु बिकज म चाहिँ 2022मा आएको। अनि 2022मा आएको। अनि त्यही भएर अहिले चाहिँ मलाई अब मेरो काम चाहिँ म यहाँ काम चाहिँ पोर्चुगिजको होटेलमा काम गर्छु नि त अहिले। अनि त्यही भएर यहाँ चाहिँ मेरो सिफ्ट चाहिँ 8 घन्टा मात्रै छ। अनि त्यही भएर मसँग चाहिँ अलिक बेसी टाइम भएको भएर चाहिँ मैले पोर्चुगिज क्लास स्टार्ट गरेको छु। अनि अब पोर्चुगिज क्लास स्टार्ट गरेको छु। अब कसरी पढ्ने भन्नुहुन्छ भने अब कसरी पढ्ने, कताबाट कसो गर्दा अलिक छिटो गर्नु आउँछ, कसो गर्दा अलिक पढ्न लेख्न छिटो गर्नु आउँछ भन्दाखेरि चाहिँ हुन चाहिँ नर्मली त्यस्तो त बोल्न आउँदैन, तर मलाई चाहिँ बेसिक उनीहरूले बोलेपछि म बुझ्छु। हल्का फर्काउनु नि आउँछ। त्यही भएर अलिक इजी भयो। तर अब स्कुलै गएको जस्तो त हुन्न नि त। स्कुलै गएको जस्तो गरेर हामीले भर्बहरू मिलाउन त्यो गर्न त सकिँदैन नि त। त्यही भएर मैले चाहिँ हाम्रो पछि पासपोर्टको लागि पनि क्लास त लिनुपर्छ। तर अहिले नै चाहिँ त्यो बेला भएको छैन। मेरो टिआरसी कार्ड चाहिँ भर्खर आएको भएर चाहिँ त्यसरी बेला भएको छैन अहिलेको लागि चाहिँ। तर पनि आफ्नो सजिलोको लागि चाहिँ अब कोही कोही ठाउँमा त हामीले चाहिँ यो बोल्ने हामीले बोल्ने त्यो ब्रोकन हो नि त। अब यताउति नमिलिकन बोलिदिन्छौँ नि त। तर हामीले चाहिँ अब कहीँ अफिसियल ठाउँमा गयो भने त यो ब्रोकन पोर्चुगिज त बुझ्दैन नि त। त्यही भएर चाहिँ मैले चाहिँ स्कुल जोइन गरेँ। अब सधैँ प्रायः चाहिँ मलाई बहिनीले हेल्प गरिरहेको हुन्छ। अब सधैँभरि बहिनी मैसँग हुन्छ, मैसँग हुनुपर्छ भन्ने छैन नि त। कहिले कहिले म एक्लै घुम्नुपर्ने, कता कता हिँड्नुपर्ने हुन्छ हो, त्यस्तो टाइममा चाहिँ गाह्रो हुन्छ भनेर चाहिँ मैले पोर्चुगिज क्लास जोइन गरेको छु। अनि पोर्चुगिज क्लास जोइन गर्दा चाहिँ अब कसो गर्दा चाहिँ छिटो सिक्न सकिन्छ भन्दा चाहिँ मेरो यो पर्सनल छ। हजुरहरूसँगै मिल्नुपर्छ भन्ने त छैन। तर मेरो पर्सनल गरेर म चाहिँ कहिले मुभी लगाइरहेको हुन्छु पोर्चुगिज, कहिले पोर्चुगिज म्युजिक सुनिरहेको हुन्छु, कहिले एक थोक कहिले एक थोक कहिले अर्को थोक गर्दै त्यसो गर्दा पनि बिस्तारै सिक्न सजिलो हुन्छ नि त, सिक्न पनि सकिन्छ। अनि त्यही भएर मैले चाहिँ स्टार्ट गरेको छु। अनि त्यही भएर मैले चाहिँ पोर्चुगिज मुभी अनि कहिले केही पोर्चुगिज उयो नै लाउँछु कि। अनि यहाँबाट म पढ्छु। हजुरहरू पनि यदि पोर्चुगलमा कोही हुनुहुन्छ भने चाहिँ पहिलामै क्लास जोइन गर्नु होला। हामीलाई भन्न आए पनि कति कुराहरू भन्न आए नि हामीलाई त्यसरी लेख्न आउँदैन क्या यो कुराहरू। नर्मली कुराहरू भन्न आउँछ, अब यताउति भन्न आउँछ। तर ती कुरा चाहिँ हामीले ल ब्राजिलियनसँग बोल्यौँ भने, चाइनिजसँग बोल्यौँ भने, नेपालीसँग बोल्यौँ, हिन्दीहरूसँग बोल्यौँ भने बुझ्छ कि त्यो हाम्रो ब्रोकन। तर यदि प्योर पोर्चुगिजसँग बोल्नु पऱ्यो भने त्यो हाम्रो पोर्चुगिज बुझ्दैन कि तिनीहरूलाई। त्यही भएर चाहिँ एकदमै भाषा जान्न सिक्न जरुरी छ। यस्तरी कस्तो यहाँको कुराहरू फेरि कस्तो अप्ठ्यारो हुन्छ कि यस्तरी सिक्छ म
get there. Ligue-me quando chegar. Ligue-me quando chegar. यस्तो कुरा चाहिँ हामीले बुझाएर मजाले भन्न सकिँदैन नि त, हामीले भन्न त भन्छौँ ब्राजिलियनहरू भयो अनि चाइनिजहरूसँग चाहिँ जस्ट नर्मली बोल्न सकिन्छ कि, अनि यिनीहरू मान्छे पोर्चुगिजैसँग बोल्न चाहिँ नसकिने कि अब बुझ्दैन कि यो कुराहरू उनीहरूले त्यही भएर एकदमै निड छ भाषा सिक्नलाई। लर्न पोर्चुगिज भन्ने हजुरहरू पनि युट्युबमा सर्च गर्नुभयो भने एकदमै इजी छ, गएर सिक्नु होला। Excuse me. Com licença. Com licença भन्नु कोही बेला त उयो हुन्छ कि बोल्न नै। Com licença. Excuse me, what time is it? Com licença. Que horas são? Com licença. Que horas são? Com licença, que horas são? Com licença, que horas são? What is this? O que é isso? Que é isto? O que é isso? कस्तो अप्ठ्यारो छ कि यहाँको ल्याङ्ग्वेज, जिब्रै पल्टिँदैन के। O que é isto? Can you tell me what is this? Pode dizer-me o que é isto? O que é isto? Isto. Pode dizer-me o que é isto? Pode dizer-me o que é isto? I'm sorry. Desculpa. 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 It's all right. Está tudo bem. Está tudo bem. Está tudo bem. I told her that it's all right. Eu disse a ela que está tudo bem. Eu disse a ela que está tudo bem. Eu disse a ela que está tudo bem. See you soon. Até breve. Até breve. Até breve. Nice to meet you. Muito prazer. Muito prazer. Muito prazer. My name is Anna. Nice to meet you. O meu nome é Ana. É prazer conhecê-la. O meu nome é Ana. É prazer conhecê-la. O meu nome é Ana. É prazer conhecê-la. I miss you. Estou com saudades tuas. Estou com saudades tuas. Estou com saudades tuas. When are you visiting? Because I miss you. Quando vais visitar? Porque tenho saudades tuas. Quando vais visitar? Porque tenho saudades tuas.
Quando vais visitar? Porque tenho saudades tuas. Me too. Eu também. Eu Eu também. também. Eu também. Hello, Cyril. Novo sérum Max White Purple. O potenciador de branqueamento que corrige os tons amarelos. Oh my God. Oh Oh, meu Deus. meu Deus. Oh meu Deus. Oh meu Deus. E também uma delícia que ela vai. Are you Diz busy? aqui a Maria Potter daqui. Estás ocupado? Estás ocupado? Estás ocupado? Estás ocupada? Estás ocupada? एकदमै इजी छ I was wrong. Eu estava enganada.